हेलो एभ्रियन आज चाहिँ हामी पोइन्टर भेरिएबल पढ्छौँ अब यसले कसरी काम गर्छ अनि त्यसपछि रिफरेन्स भेरिएबल अनि लोकल भेरिएबल अब स्टुडेन्टलाई चाहिँ जेनरली एकदमै गाह्रो हुन्छ यो टपिकहरू बुझ्नको लागि अब हामीलाई इन जेनरल सिम्पल पोइन्टर इन सी गऱ्यो भने यसले एउटा डेफिनेसन दिन्छ जेनरली यहाँ यसो खोल्यो भने अब यसको फर्स्ट डेफिनेसन अब पोइन्टर इज अ भेरिएबल द्याट स्टोर्स द मेमोरी एड्रेस भनेर देखाउँछ होइन अफ एनदर भेरिएबल इन्स्टेड अफ होल्डिङ डाइरेक्ट भ्यालु होइन अब यो जेनरल टिपिकल डेफिनेसन भयो अनि त्यसपछि एउटा पोइन्टर बनाउन सिकाइन्छ अनि जस्ट यसले चाहिँ यसरी यसरी काम गर्छ भन्ने चाहिँ बुझाइन्छ अनि त्यस्तै रिफरेन्स बुझ्न पनि एकदमै गाह्रो हुन्छ होइन अब पहिला मैले यसले कसरी काम गर्छ भनेर चाहिँ बुझाउँछु एउटा सिम्पल इक्जाम्पल लिएर अनि त्यसलाई हामीले भिजुअली चाहिँ बुझ्ने कोसिस गर्छौँ है त अब सिम्पल इन्ट एक्स इजिकल टु 10 गऱ्यो भने के हुन्छ एक्चुअलमा यो भ्यालु राख्नको लागि हामीलाई सर्टेन स्पेस चाहिन्छ जसलाई हामीले जेनरली चाहिँ एड्रेस भनिन्छ होइन अब यसलाई सिम्पल कपी पेस्ट गरेर यहाँनिर एउटा हामीसँग एउटा पाइथन ट्युटर भन्ने हुन्छ होइन यसमा गएर हामीले के गर्न सकिन्छ यसलाई चाहिँ हेर्न सकिन्छ स्टार्ट भिजुअलाइजिङ म यसलाई चाहिँ सिएनयु एक्सटेन्सन त्यसपछि म यसलाई चाहिँ भिजुअली एक्जिक्युट गर्छु अब मैले यसलाई नेक्स्ट गरेँ अब यसमा सो मेमोरी एड्रेस गऱ्यो भने चाहिँ मसँग एउटा एक्स भन्ने भेरिएबल छ जुन चाहिँ कहाँ गएर स्टोर भएको छ यो चाहिँ हाम्रो बिडिसीमा चाहिँ गएर स्टोर भएको छ अब यो के हो यो एक्चुअल भ्यालु हो कहाँ गएर स्टोर भएको छ कहाँ सेभ भएको छ यो चाहिँ बिडिसी अब पोइन्टर भेरिएबल इनकेस मैले नि यहाँनिर इन्ट स्टार पी बनाएँ भने अब यो के हो यो चाहिँ स्पेसल भेरिएबल हो जसले के गर्छ यसले चाहिँ एड्रेस सेभ गर्छ अब यहाँनिरबाट यताबाट उठायो भने के हुन्छ यो के हो यो चाहिँ एक्सको एड्रेस हो अब मैले सिम्पल पी इजिकल टु 10 गर्न चाहिँ मिल्दैन या 19 गर्न या 10 गर्न चाहिँ मिल्दैन किनकि यसले चाहिँ एउटा इरर फालिदिन्छ यहाँनिर सो यहाँ राख्यो भने इन्कम्प्याटिबल इन्टिजर टु पोइन्टर कन्भर्जन भनेको छ अब यसलाई चाहिँ हामीले स्पेसल भेरिएबल दिनु पर्यो जुन चाहिँ के हुन्छ जुन चाहिँ एड्रेस हो होइन अब हामीले डाइरेक्टली यसरी दिन त मिल्न त मिल्छ तर हामीले यसरी चाहिँ दिँदैनौँ होइन अब हामीले एड्रेस कसरी निकाल्छौँ भन्दाखेरि चाहिँ पी इजिकल टु एड्रेस अफ एक्स होइन यति बेला के हुन्छ यति बेला चाहिँ यो एड्रेस चाहिँ यहाँनिर आउँछ होइन अनि यसलाई हामीले जेनरली चाहिँ रिफरेन्सिङ पनि भन्छौँ जहाँनिर हामीले पीलाई चाहिँ लिएर गएर एउटा कुनै भेरिएबलको मैले यहाँनिर एक्स लिएँ कुनै पनि भेरिएबलको चाहिँ एड्रेस लिएर गएर दिइन्छ भने त्यसलाई हामीले रिफरेन्सिङ भनिन्छ होइन अब म सिम्पल यसलाई सी आउट गरेँ भने स्टार पी गऱ्यो भने यसले के गर्छ यसले सुरुमा गएर यहाँनिर युजिङ नेम स्पेस एसटिडी होइन अब स्टार पी गर्दाखेरि के हुन्छ यसलाई हामीले जेनरली चाहिँ रिफरेन्सिङ भनिन्छ होइन रिफरेन्सिङ गर्दाखेरि के हुन्छ यो जान्छ पीमा के एड्रेस सेभ भएको छ यो बिडिसीमा जान्छ कुन भ्यालु छ त्यसलाई चाहिँ ल्याएर यसले चाहिँ प्रिन्ट गर्ने काम गर्छ मैले चलायो भने यसले के गरिदिन्छ यसले चाहिँ यहाँनिर 10 ल्याएर चाहिँ प्रिन्ट गर्यो होइन अब सिम्पलमा बुझ्नको लागि चाहिँ यहाँनिर के गर्छु यहाँनिर यसलाई चाहिँ भिजुअली एक्जिक्युट गर्छु अब मैले यसलाई नेक्स्ट गरेँ नेक्स्ट गर्दाखेरि के आउने भयो अब मैले यहाँनिर सो मेमोरी एड्रेस गरेँ अब मेरो 10 कहाँ गएर बसेको छ बिडी4मा छ अनि पोइन्टरको आफ्नै एउटा एड्रेस हुन्छ जहाँ चाहिँ पोइन्टर एक्जिस्ट गर्छ अब यो कहाँनिर एक्जिस्ट गरेको छ यो चाहिँ बिडी8 होइन अब यहाँनिर आएर के बस्नु पऱ्यो अब हामीले एक्सको एड्रेस राखिरहेछौँ यहाँनिर भने चाहिँ अब यो पोइन्टर टु इन्ट भन्ने ठाउँमा चाहिँ यो बिडी4 भने चाहिँ यहाँ आएर यहाँनिर बस्छ यो चाहिँ अब यसलाई हामीले के भने यसलाई चाहिँ हामीले रिफरेन्सिङ भन्छौँ अब यहाँनिर पोइन्टर टु पी या स्टार पी गऱ्यो भने यसलाई हामीले के भन्छ यसलाई चाहिँ हामीले डिरिफरेन्सिङ भन्छ यसले के गर्छ यसले चाहिँ गएर यो एड्रेसमा जे भ्यालु छ लिएर आएर चाहिँ प्रिन्ट गर्छ अहिले चाहिँ प्रिन्ट गर्यो होइन प्लस अब हामीसँग अर्को एउटा भेरिएबल हुन्छ या हामी डिक्लेयर गर्न सकिन्छ जसलाई हामीले जेनरली चाहिँ रिफरेन्सिङ भनिन्छ एक्स या जेड इजिकल टु त्यति बेला हामीले सिधै एक्स दियो अब यसलाई हामीले जेनरली के भनिन्छ यसलाई चाहिँ हामीले रिफरेन्स भेरिएबल भनिन्छ एड्रेस अफ जेड इजिकल टु एक्स गरेर हुन्छ अब इन्टरनल यसले कसरी काम गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ यसले एउटा छुट्टै मेमोरी एड्रेस चाहिँ बनाउँदैन यसले सिम्पल यसलाई चाहिँ पोइन्ट गरेको छ यसले यो जुन एड्रेसमा सेभ भएको छ त्यही एड्रेस चाहिँ यसले चाहिँ सेयर गर्छ भन्नुको मतलब यहाँनिर एक्स कहाँनिर एक्जिस्ट गर्छ एक्स चाहिँ यहाँनिर बिडी4मा एक्जिस्ट गर्छ होइन अब जेडको एड्रेस पनि के हो
जेडको एड्रेस पनि BD4। यसलाई सामान्य एक्जाम्पल भनेको कलेजमा एउटा नामले बोलाइन्छ, घरमा चाहिँ अर्को नामले बोलाइन्छ। अब यो मैले भेरिफाई पनि गर्न सक्छु। सिम्पल म के गर्न सक्छु भन्दाखेरि चाहिँ यसलाई म अहिले कमेन्ट गरिदिन्छु, काउट एड्रेस अफ एक्स गरेर मैले के गरेँ, यसलाई चाहिँ इन्डेल राख्छु। यसको माथिपट्टि पनि काउट एड्रेस अफ एक्स गरेँ मैले, इन्डेल भयो। त्यस्तै काउट मैले सिम्पल यहाँनिर पी प्रिन्ट गरेँ भने यसले के गर्छ, पीले के स्टोर गरेको छ, यसले चाहिँ एड्रेस अफ एक्स सेभ गरेको छ। यसले पनि सेम एड्रेस नै प्रिन्ट गर्छ। मैले सिम्पल यसलाई चाहिँ डिस्टिङ्ग्विस गर्नको लागि एउटा डिफ्रेन्ट कन्टेक्स्ट दिन्छु। यहाँनिर एड्रेस सेभड बाई पी, त्यसपछि इन एल, त्यसपछि अर्को भनेको चाहिँ काउट एड्रेस और एड्रेस इन विच जेड इज सेभड हैन, इन्डेल। अब काउट मैले के गरेँ, एड्रेस अफ जेड प्रिन्ट गरेँ। अब जेड प्रिन्ट गर्दाखेरि के हुन्छ, यसले पनि यसको जे एड्रेस हो, एक्सको जे एड्रेस हो त्यो एड्रेस जेडले पनि प्रिन्ट गर्छ, एड्रेस अफ जेड अनि एड्रेस अफ एक्स। अब यहाँनिर हेऱ्यो भने के छ, अब एड्रेस अफ एक्स कति छ, यो चाहिँ 21C छ। अनि पीमा कुन एड्रेस सेभ भएको छ, यो चाहिँ यो पनि 21C छ, प्लस जेड कहाँ आएर सेभ भएको छ, यो पनि 21C छ। तर मैले अब पी भेरिएबल जहाँनिर चाहिँ एक्चुअल पोइन्टरको भ्यालु या हामीले जहाँ स्टोर गरेछौँ भन्नुको मतलब 21C आएर कहाँ सेभ भएको छ भनेर चेक गर्नको लागि चाहिँ काउट म यसलाई पोइन्टर सेभड एड्रेस गरेर म इन्डेल गर्छु अनि काउट त्यसपछि एड्रेस अफ पी गऱ्यो भने इन्डेल हैन। अब म यसलाई चाहिँ चलाउँछु। अब के भयो, अब पीमा आएर सेभ भएको 21C भयो। अब पीको एक्चुअल एड्रेस के हो, यो चाहिँ 2110 भयो हैन। अब मलाई सिम्पल लिएर गएर के गर्न सक्छु भन्दाखेरि चाहिँ यसलाई चाहिँ भिजुअल एक्जिक्युसन गरेर चलाउन सक्छु यहाँनिर। अब यसलाई म मेमोरी एड्रेस गरेँ। अब यहाँ हेऱ्यो भने एक्स कहाँनिर गएर सेभ भएको छ, यो चाहिँ BC4 मा। त्यसपछि अब यहाँ इन्ट्रेस्टिङली हेऱ्यो भने चाहिँ जेडको चाहिँ छुट्टै आफ्नै एड्रेस छ हैन। अब यो कम्पाइलरले डिटरमाइन गर्ने हो। जस्ट यहाँनिर मैले यो एड्रेस अफ पी प्रिन्ट एड्रेस अफ जेड प्रिन्ट गर्दाखेरि के हुन्छ, यसले जहिले पनि BC4 नै प्रिन्ट गर्छ। यो भयो, मैले एक्स दिएँ यहाँनिर। अब फेरि यो BCC, किनकि पोइन्टर हामीले पोइन्टरमा के राखिरहेको छौँ, एड्रेस अफ एक्स भनेपछि यहाँनिर के आयो, BCC आयो। त्यसपछि हामी फेरि अगाडिपट्टि बढ्यौँ। अब यो चाहिँ मेरो रिफरेन्स भेरिएबल हो। रिफरेन्स भेरिएबल भनेको जेड एज अ रिफरेन्स भेरिएबलले कुन एड्रेस सेयर गर्छ, एक्सको एड्रेस सेयर गर्छ। म नेक्स्ट गरेँ। अब एड्रेस अफ एक्स गर्दाखेरि के आउँछ, यहाँनिर BCC आयो। त्यस्तै अब पी सेभ गऱ्यो भने यसले पीमा हामीले के लिएर गएर सेभ गरेछौँ, BCC। अब एड्रेस अफ पी भनेको पीलाई लिएर गएर कहाँ स्टोर गरिरहेछ, यो चाहिँ BD0 मा लिएर गएर सेभ गरिरहेछ। अब के आयो, यहाँनिर BD0 आयो। अब काउट अनि एड्रेस अफ जेड गऱ्यो भने यसले फेरि के प्रिन्ट गरिदिन्छ, यसले फेरि BCC प्रिन्ट गर्छ। अब यहाँ एक्चुअलमा हेऱ्यो भने यो BD8 आउनुपर्ने हो, तर यो देखाउँदा या रिप्रेजेन्टेसन गर्दा गलत हुन्छ। एक्चुअलमा जेडले पनि सेम एड्रेस सेयर गर्छ जुन चाहिँ एक्सले सेयर गरिरहेको छ। अब यसैलाई लिएर हामीले पास बाई भ्यालु, पास बाई रेफरेन्स चाहिँ आरामसँग बुझ्न सकिन्छ हैन। म यसलाई चाहिँ कमेन्ट गरिदिन्छु अहिलेको लागि, या हटाइदिन्छु यहाँबाट। अब सिम्पल म इन्ट स्वाइप राखेँ, स्वाइप बाई भ्याल्यु इन्ट एक्स इन्ट वाइ भयो हैन। म यसलाई कमेन्ट गरेँ यहाँबाट। अब मैले इन्ट टेम्प इजिकल टु एक्स राखेँ, इन्ट त्यसपछि एक्स इजिकल टु वाइ राखेँ अनि वाइ इजिकल टु टेम्प राखेँ। मसँग इन्ट एक्स र वाइ छ हैन। नभए मैले
x इक्वल टु 10 राख्छु इन्टु y इक्वल टु 20 राखेँ होइन। अब मैले स्वाप बाई भ्यालु गरेँ, त्यसपछि सी आउट अनि म यो चाहिँ भ्यालु प्रिन्ट गर्छु, भ्यालु बिफोर स्वाप होइन। सी आउट त्यसपछि ए अनि त्यसपछि सरी एक्स अनि इन एल सी आउट वाई होइन। अब सेम कुरा मैले आफ्टर स्वाप हेर्छु, त्यसपछि आफ्टर के हुने भयो, यो चाहिँ स्वाप भयो होइन। अब यसरी चलायो भने यसले के गर्छ, यसले चाहिँ सिम्पल 10 र 20 गरिदिन्छ होइन, भनेको कुनै पनि स्वाइपिङ भएन। अब एक्चुअलमा यसलाई म सिम्पल लिएर गएर उतापट्टि राख्न सक्छु अनि यसलाई चाहिँ हामीले बुझ्न सकिन्छ। अब पास बाई भ्यालु गर्दाखेरि चाहिँ किन यो चाहिँ स्वाइप हुन्न भनेर। जस्तै लोडिङ हुँदैछ, अब टेक्स अप टु 10 सेकेन्ड, मैले यसो रिफ्रेन्स गरिदिन्छु, त्यसपछि भिजुअली एक्जिक्युट। ओके, नाउ हामीसँग चाहिँ स्ट्याक र हिप हुन्छ, अहिलेको लागि हामीलाई हिप चाहिँ चाहिँदैन। म सो मेमोरी एड्रेस गर्छु। अब यहाँ नोटिस गऱ्यो भने एक्स र वाईको आफ्नै आफ्नै एड्रेस छ, जुन चाहिँ यो BD0 अनि BD8 छ। म नेक्स्ट गरेँ, एक्समा कति आयो 10 आयो, वाईमा कति आयो 20 आयो। अब सी आउट एक्स र वाई गर्दाखेरि के आउने भयो 10 र 20 आयो है। अब स्वाइप बाई भ्यालु हुने बित्तिकै के हुन्छ, मेनले आफ्नो कन्ट्रोल चाहिँ स्वाइप बाई भ्यालुलाई दिन्छ होइन। अब यहाँनिर के भयो, मेरो कन्ट्रोल चाहिँ यहाँदेखि अब स्वाइप बाई भ्यालुमा गयो होइन। अब हामीसँग यहाँनिर 3टा भेरिएबल छ, टेम्प एक्स वाई। अब यहाँ कम्पेयर गऱ्यो भने अब मेनको लागि चाहिँ यो एक्स र वाई चाहिँ लोकल भेरिएबल हो, वाईको लागि चाहिँ यो एक्स र वाई के हो, यो चाहिँ लोकल भेरिएबल। यो दुइटै आफ्नै आफ्नै छुट्टै छुट्टै एड्रेस चाहिँ युज गर्छन्। अब यहाँ हेऱ्यो भने एक्स कहाँनिर सेभ भएको छ, इन्डिङ विथ BAC, त्यस्तै वाई कहाँ सेभ भएको छ, BA8। अब यहाँ माथिपट्टि नोटिस गऱ्यो भने यो एक्स कहाँ गएर सेभ भएको छ, BD8 मा, अनि वाई गएर कहाँ सेभ भएको छ, यो चाहिँ BDC मा होइन। अब मैले के गरेँ, अब सुरुमा त एउटा टेम भन्नेमा चाहिँ मैले आफ्नो एक्स लिएर गएँ। एक्स भनेको कति आयो, यहाँनिर यहाँ जस्ट यो एड्रेस चाहिँ मैले यहाँ पास गर्दाखेरि या स्वाइप बाई भ्यालु एक्स र वाई पास गर्दाखेरि के हुन्छ, यो 10 र 20 चाहिँ यहाँ कपी भयो होइन। यहाँनिर 10 आयो, यहाँ 20 आयो। अब इन्ट इज एक्स, टेम्प इजिकल टु एक्स गर्ने बित्तिकै कति आयो, टेम्पमा चाहिँ 10 आयो होइन। अनि एक्स इजिकल टु वाई गर्दाखेरि चाहिँ एक्स इजिकल टु वाई गरे हो, भनेको मैले लिएर गएर BAC मा चेन्ज गरे हो, BAC मा के भयो 20 आयो। त्यस्तै वाई इजिकल टु टेम्प गर्ने बित्तिकै यो कहाँ कुन एड्रेसमा चेन्ज भएको छ, यो BA8 मा चेन्ज भएको छ। अब यो माथिपट्टि मेन स्ट्याकमा त केही पनि चेन्ज भएको छैन। केही पनि चेन्ज नभएपछि मैले यो स्वाइप गरेँ भने के भयो, यो स्वाइप बाई भ्यालु डिस्ट्रोय हुने बित्तिकै एक्स वाई अनि टेम्प चाहिँ आफै डिस्ट्रोय हुने भयो। माथि मेनमा चाहिँ केही पनि चेन्ज भएको छैन होइन। अब म यतापट्टि आएँ, फेरि एक्स र वाई कम्पेयर गऱ्यो भने त हामीले केही पनि चेन्ज चाहिँ गरेको छैनौँ। यहाँनिर सिम्पल के आउँछ, 10 र 20 प्रिन्ट हुने भयो। ओके, 10 र 20 आयो। अब एट द सेम टाइम मैले यसलाई जस्ट मोडिफाई गरेर इन स्वाप बाई रिफरेन्स राखिदिन्छु मैले होइन। इन्ट अनि एड्रेस अफ एक्स इन्ट एड्रेस अफ वाई भयो। अब सेम कुरा मैले सिम्पली यसलाई कपी पेस्ट गर्छु यहाँनिर। अब त्यसपछि म के गर्न सक्छु, यसलाई चाहिँ स्वाइप बाई रिफरेन्स लिएर गएर यहाँनिर अपडेट गरिदिन्छु। अब हेरौँ है त, अब के भयो, अब चाहिँ यो चाहिँ चेन्ज भयो। अब यहाँनिर सिम्पल म यसलाई लिएर गएर यसलाई एडिट गरिदिन्छु, यहाँनिर पेस्ट गरेँ। अब म यसलाई भिजुअली एक्जिक्युट गर्छु। यसले थोरै टाइम लिइरहेको छ। ओके, अब नेक्स्ट गरेँ मैले, एक्स र वाईमा भ्यालु आयो। म सो मेमोरी एड्रेस गर्छु, नेक्स्ट भयो सी आउट 10 20 प्रिन्ट भयो यहाँनिर। त्यसपछि स्वाइप बाई रिफरेन्स गर्दाखेरि के हुन्छ, यहाँनिर हामीले एक्स पास गरे पनि यसले के गरिदिन्छ, यसले चाहिँ एड्रेस चाहिँ एक्सको एड्रेस चाहिँ सेयर गरिदिन्छ। अनि अब यो एक्सले र यो एक्सले चाहिँ एकै ठाउँमा पोइन्ट गर्छ, इभन दो यो स्वाइप बाई रिफरेन्स चाहिँ यो चाहिँ आफ्नै चाहिँ छुट्टै भेरिएबल। मलाई मेबी अझै ए र बी राखिदिन्छु, त्यो अझै मिनिङफुल होला। ए
अनि त्यसपछि यो बी ए आयो त्यस्तै के हुने भयो ए इज इक्वल टु बी अनि बी इज इक्वल टु टेम्प भयो यसलाई म कपी गरेँ त्यसपछि मलाई चाहिँ एडिट गरिदिन्छ ओके नेक्स्ट अब स्वाइप बाई रिफरेन्स गर्दाखेरि अघि हामीले हेरे अनुसार मैले यहाँनिर एक्स पास गरेँ भने के हुन्छ सरी यसले स्वाइप बाई रिफरेन्स मैले अरू नै चेन्ज गरेछु यहाँनिर सरी यहाँनिर ए हो त्यसपछि ए बी त्यसपछि यहाँनिर ए अनि ए इज इक्वल टु बी अनि बी इज इक्वल टु टेम्प यसलाई सेभ गरेँ मैले कपी पेस्ट यहाँनिर नेक्स्ट अब यहाँनिर स्वाइप बाई रिफरेन्स गर्दाखेरि एक्स र वाइ मैले यहाँनिर पास गरेँ अब यहाँनिर के हुन्छ एक्सले चाहिँ के गर्छ आफ्नो एड्रेस चाहिँ एसँग सेयर गर्छ त्यस्तै वाइले के गर्छ यसले चाहिँ आफ्नो एड्रेस चाहिँ बीसँग सेयर गर्छ म यसलाई जस्ट नेक्स्ट गरेँ भने अब के हुने भयो यहाँनिर जस्ट नोटिस गऱ्यो भने यहाँभन्दा पहिला चाहिँ सिम्पल भेरिएबल थियो अब पोइन्टर टु इन्ट आयो होइन नेक्स्ट गर्छु मैले अब यस्तो भिजुअलाइज गऱ्यो भने स्वाइप बाई रेफरेन्समा यसले के गरिरहेको छ सेम एड्रेस चाहिँ यसले चाहिँ सेयर गरेको छ म यसलाई चाहिँ यो गरेँ होइन अब यहाँ देखिँदाखेरि अलग छ तर मैले के गरेँ एड्रेस अफ ए र एड्रेस अफ बी प्रिन्ट गरेँ भने एड्रेस अफ एक्स जे आउँछ एड्रेस अफ वाइ जे आउँछ त्यही नै प्रिन्ट गर्छ अब मैले त्यो यहाँनिर लिएर गएर चेन्ज गर्ने कुनै भ्यालु चाहिँ यहाँनिर एमा चेन्ज गरेँ भने के हुन्छ ए कहाँनिर आएर सेभ भएको छ यो चाहिँ एक्सको एड्रेसमा यहाँ पनि यहाँनिर मैले चेन्ज गर्ने बित्तिकै यहाँनिर चेन्ज हुन्छ सिमिलरली बीले के बी कहाँनिर एक्जिस्ट गर्छ वाइको एड्रेसमा वाइले र अनि बीले के गरिरहेछन् आफ्नो एड्रेस एउटा सिङ्गल एड्रेसलाई चाहिँ यसले यिनीहरूले चाहिँ सेयर गरिरहेको छन् अब मैले बी लिएर चेन्ज गरेँ भने के हुन्छ वाइको भ्यालु पनि चेन्ज हुन्छ म यसो अगाडि गएँ भने टेम्प गरेँ त्यसपछि के भयो यो चाहिँ चेन्ज भयो होइन अब क्रस भेरिफिकेसनको लागि म सिम्पली के पनि गर्न सक्छु भन्दाखेरि चाहिँ काउट एड्रेस अफ ए इन्डेल काउट एड्रेस अफ ए एड्रेस अफ बी सेम कुरा मैले के गर्न सक्छु काउट एड्रेस अफ एक्स अनि यो भयो त्यसपछि काउट एड्रेस अफ वाइ काउट एड्रेस अफ वाइ म यसलाई एकैछिन कमेन्ट गरिदिन्छु त्यस्तै यसलाई पनि मैले एकैछिन कमेन्ट गरिदिन्छु अब चलाएर हेरौँ यसलाई चाहिँ अब जस्ट नोटिस गऱ्यो भने के छ एक्सको जे एड्रेस छ ए को पनि सेम एड्रेस छ वाइको जे एड्रेस छ बीको पनि सेम एड्रेस छ अब मैले गएर एमा चेन्ज गरौँ या एक्समा चेन्ज गरौँ एउटै ठाउँमा गएर चेन्ज हुने हो त्यस्तै मैले वाइलाई लिएर गएर केही चेन्ज गर्नु या बीलाई लिएर गएर चेन्ज गर्नु भनेको बीको या र वाइको एड्रेसमा एउटा सेम एड्रेसमा चाहिँ भ्यालु चेन्ज हुने हो यो त भयो स्वाइप बाई रिफरेन्स होइन अब अर्को आउँछ स्वाइप बाई पोइन्टर यो अब सजिलो पनि छ void स्वाइप बाई पोइन्टर इन्ट अब यसले के रिसिभ गर्छ यसले चाहिँ पोइन्टर रिसिभ गर्छ इन्ट ए इन्ट बी त्यस्तै अब म के गर्न सक्छु इन्ट टेम्प इज इक्वल टु स्टार अफ ए इज इक्वल टु स्टार अफ ए इज इक्वल टु स्टार अफ बी स्टार अफ बी इज इक्वल टु टेम्प त्यस्तै मैले यहाँनिर अब तल के गर्न सक्छु म यसलाई सिम्पली हटाइदिन्छु यहाँनिर त्यस्तै म के गर्न सक्छु अब काउट एक्स र वाइ काउट यो दुइटा भयो अब यहाँनिर हामीले के पास गर्नुपर्छ यहाँनिर एड्रेस अफ एक्स यहाँनिर अर्को के गर्नु पऱ्यो एड्रेस अफ वाइ अनि हामीले कुन मेथड कल गर्नु पऱ्यो स्वाइप बाई पोइन्टर अब यसलाई चलाएर हेरौँ अब के भयो अब चाहिँ भ्यालु चाहिँ चेन्ज भयो अब यसलाई सिम्पली म के पनि गर्न सक्छु यहाँ लिएर गएर म सो गर्न सक्छु भिजुअल एक्जिक्युसन
यसले कहिलेकाहीँ टाइम लिन्छ. ओके, टेक मी ब्याक टु द कोड. जस्ट नेक्स्ट गऱ्यो भने के हुन्छ, एक्स चाहिँ बिडी 8मा सेभ भएको छ, त्यस्तै वाइ चाहिँ बिडिसीमा सेभ भएको छ होइन. त्यसपछि मैले के गरेँ, अब बिफोर स्वाइप र वाइ आफ्टर बिफोर स्वाइप मैले प्रिन्ट गरेँ 10 र 20 भयो. स्वाइप बाई पोइन्टरमा चाहिँ मैले एड्रेस अफ एक्स एड्रेस अफ वाइ पठाएँ मैले. अब भनेको चाहिँ बिडी 8 र बिडिसी चाहिँ मैले यहाँनिर पास गरेँ. अब जस्ट यहाँ नोटिस गऱ्यो भने अब ए को आफ्नो छुट्टै एड्रेस हुन्छ जुन चाहिँ बिए 8 हो अनि बिए 0 भयो. यसले अब कसको एड्रेस राख्छ, यो चाहिँ बिडी 8 भनेको चाहिँ एक्सको एड्रेस हो, त्यस्तै वाइको एड्रेस बिडिसी चाहिँ बीले राख्छ. अब मैले यहाँनिर अब यसलाई जेनरली चाहिँ हामीले के भन्छौँ, रिफ्रेन्सिङ भन्छौँ. अब मैले के गर्छु, यहाँनिर सुरुमा चाहिँ टेम्पमा लिएर गएर जे भ्यालु छ एमा चाहिँ त्यसलाई मैले कपी गरेँ यहाँनिर. त्यसपछि ए को एड्रेस जहाँनिर छ, फर इक्जाम्पल यहाँनिर चाहिँ मैले पोइन्टर युज गरेर स्टार अफ ए भनेको चाहिँ यो एड्रेसमा लिएर गएर चेन्ज गर भने हो होइन. मैले अब भ्यालु कहाँबाट आउँछ त, स्टार अफ बी भनेको चाहिँ यसले बीले कसको एड्रेस सेभ गरिरहेको छ, वाइको एड्रेस सेभ गरिरहेको छ. यसले के गर्छ, अब एमा स्टार अफ ए भनेको यो ब्लक एड्रेसमा लिएर गएर जुन वाइको भ्यालु छ त्यसलाई चाहिँ अपडेट गरिदिन्छ. त्यस्तै स्टार अफ बी इज इक्वल टु टेम्प, यसले के गरिदिनु भयो, टेम्पमा हाम्रो 10 थियो 20 र 10 गर्यो. यसरी चाहिँ के हो, यो चाहिँ क्लियर डिफ्रेन्स हो स्वाइप बाई भ्यालु, स्वाइप बाई रिफरेन्स र स्वाइप बाई पोइन्टर. ओके, थ्याङ्क यू.